डिफिनेसन अफ कल्चर मा तीनटा कुरा क्रिटिकल छ। तपाईहरु यस विषयका ज्ञाताहरुलाई थाहा छ। आइडेन्टिटी एन्ड आइडेन्टिफिकेसन। Does your culture give you your identity? And can you identify with that? It may be language, it may be cultural heritage, architecture, script. You identify, including your national identity. Then, do you feel dignified carrying that out? That's the second question. And when very often we very falsely claim that we do. मेरो कल्चरल आइडेन्टिटी पनि छ, टोपी लगाइरहेको छु, यसमा म डिग्निटी पनि फिल गर्छु, अलिक कम हो कि त्यति भन्दा पक्का पहिलो आइडेन्टिटीसँग आइडेन्टिफाई गर्छु भनिसकेपछि त्यसमा डिग्निटी फिल हुन्छ त भन्दा टाई सुट लाउँदा डिग्निटी फिल हुन्छ कि दौरा सुरुवाल लाउँदा हुन्छ कि साडी लाउँदा भन्दा जिन्स लाउँदा हुन्छ कि डिग्निटी केमा फिल हुन्छ त्यहाँ अलिकति चाहिन्छ। Then comes the utility. जति नै हामीले धर्म संस्कृति बनाउन सक्छौँ भने पनि त्यो जीवन वृत्तिसँग यो करियरसँग दिएन भने दुईटाको छुट्टा छुट्टै टापु बन्दै जान्छ। द्याट इन्क्लुड्स ल्याङ्ग्वेज। तपाईँ हाम्रो यतिवटा 125 वटा भाषा छन्, त्यो चाहिँ म्युजियममा राख्नका लागि हो कि त्यो भाषा पढे बापत तपाईको रोजगारी पनि चल्छ, जीवन पनि चल्छ। अहिले भएको के हो भने जागिर खानलाई मैले यही हलमा पहिले पनि यो सेन्टेन्स भने जस्तो लाग्छ। जागिर खान, राम्रो जागिर खान, राम्रो घर बनाउन, राम्रो गाडी चढ्न चाहिँ अंग्रेजी नै चाहियो। तपाईँ भन्नुहुन्छ मैले कल्चर हामी माया गर्छौँ जस्तो गर्छौँ भनेको कुरा के हो भने आइडेन्टिफाइङ with your identity. त्यो भयो भने चाहिँ नि यो कल्चर माथि रिलिजन माथि डिबेट गर्नुको मिनिङ हुन्छ। नभएदेखि जो कल्चर माथि कुरा गरिरहेछन् तिनीहरू चाहिँ इन्फेरियर, र जो अरूको कल्चर अडप्ट गरिरहेछन् तिनीहरू चाहिँ सुपेरियर। द्याट्स द रियालिटी। अहिलेको हामी पनि त्यसको कल्चरको एउटा प्रोसेस छ, संसारभरि छ। अचेल हामी बिहामा पार्टी जान्छौँ, पार्टी जाँदाखेरि घरमा परिवारै पार्टी जाने भयो भने कतिजना सल्लाह गरेर जान्छौँ, आज पार्टीमा गएर टन्न मोही खाएर आइन्छ। हिजो हामी गुरुङको बिहाको पार्टीमा जान्थ्यौँ, नेवारको बिहाको पार्टीमा जान्थ्यौँ, बाहुनको बिहाको पार्टीमा जान्थ्यौँ। But the test of those parties were different. के खाने भन्ने कुरा फरक थियो। त्यसैले कल्चरको द फर्स्ट थिङ वाट ह्यापन्ड इज द होमोजेनाइजेसन, समानीकरण भयो सबै कुरामा भयो। हामीले पहिले गुरुङको गोल घर पनि चिनिन्थ्यो होला, लिम्बूको रातो माटोले पोतेको घर पनि चिनिन्थ्यो होला, त्यो घर चाहिँ फलाना कल्चर क्यारी गर्यो। अहिले न्युयोर्क, टोकियो, काठमाडौँ, पोखरा, विराटनगरको लिभिङ रुममा के पनि फरक छ। वी आर टकिङ अबाउट कल्चर भने यो विषय चाहिँ नि इन्टरनलाइज गर्ने कुरा। त्यसपछि ग्रेजुअली वी गेट इन्टु अकल्चरेसन, त्यसलाई ह्याबिट बनाइदिन्छ। आजभन्दा 150 वर्ष अगाडिको नेपाली फुड ह्याबिट हेर्नुभयो भने चियाको चिया पिउने नेपालीहरूको अंश कति थियो? अहिले when we talk about the tea culture, as if we cannot survive with tea, the next generation probably cannot survive with coffee. It got homogenized. तर कल्चरलाई रेस्पेक्ट गर्ने हो भनेदेखि त मेनी अफ यु तपाईहरु जन्त जानु भएको थियो होला। पहिले जन्ते बाख्रो खान जाने बेलामा जन्ते बाख्रो चाहिँ नि दुलहाको तर्फबाट डोर्याएर चामल बोकेर जानुपर्छ। कतिजनालाई थाहा थियो? कतिजना त्यस्तो जन्त जानु भएको छ? किन अहिले हामी समानताको कुरा गर्छौं? दुलै पक्षलाई दाइजोको त कुरै छोड्नुहोस्, त्यो दुलै पक्षलाई बोझ पर्छ। दुई छाक चाहिँ खुवाउन
बोझ पर्छ। एक छाक चाहिँ दुलै पक्षले खुवाइदियोस् राम्ररी, अर्को चाहिँ दुला पक्षले नै लिएर जानुपर्छ भनेर त्यो लिएरै जानेछ। अब हामीले अकल्चरेसनको कुरा गर्दा के कल्चर अडप्ट गर्दै गयौँ भनेदेखि अब त जति सकिन्छ दुलै पक्षलाई बोझ पार्दैन, त्यो पार्टिसिपेन्टको कुरा छैन। र पढे लेखा केटाहरूलाई पनि अब कहीँबाट हामीले बरो गरेको सो कल्ड अनकल्चर भन्छु म, अनकल्चरको दाइजो पनि चाहिने। डाक्टरी पढाए भए करोडौँमा चाहिने भयो, इन्जिनियर पढाए भए लाखौँमा चाहिने भयो, आर्ट्स पढाए भएदेखि सामान्य मोटरसाइकलसम्ममा चल्ने दाइजो, विच वाज नट आवर कल्चर। भने के हो भने वी किल्ड, केले किल गर्यो? If you look at the institution, it is multinational companies. जीन्स सजिलो के भयो भने होमोजेनाइजेसनमा कल्चर किल गरेपछि पटासी, घलेकी, धोती मास दिएपछि एउटै बजार भयो, होमोजेनाइज बजार भयो। के को भयो? जिन्स प्यान्टको भयो। जो जिन्स प्यान्ट सेलर मल्टिनेसनल कम्पनी छ उसको बजार त यो किलिङ द कल्चर्स। कसरी? त्यो ल्याङ्ग्वेजको पनि त्यही हो, ड्रेसेसको पनि त्यही हो, ट्रेडिसन्सको पनि त्यही हो। यो किलिङ द कल्चर फर इकोनोमिक गेन्स फर सम। अब म अघि तपाईँ मोही खान जानुहुन्छ कि जानुहुन्न पार्टीमा भन्दाखेरि एट द मस्ट जानुभयो भने सानो बजार कोक त आज मैले 5 ग्लास खाइदिनु भन्छ। सो विदाउट कोक यु क्यानट इमेजिन। We cannot, you cannot imagine a party without whiskey. त्यो पनि कुन? युनि वाकरै हो, इम्पोर्टेड। कसलाई फाइदा? You killed Mohi culture, you killed Ayla culture, you killed Arak culture, and then, so that is the dangerous part of it. अब यसमाथि रोएर हुन्छ त? त्यही हो आइडेन्टिटी, डिग्निटी, र त्यसपछि आउँछ युटिलिटी। अब तपाईहरुले डिफरेन्ट कन्ट्रीजको हेर्नुभयो भनेदेखि वी सेड जापान इज डेभलप्ड, कोरिया डेभलप्ड सो फास्ट, फ्रान्स इज अ डेभलप्ड कन्ट्री, जर्मनी इज अ डेभलप्ड कन्ट्री। के भयो? बेसिक फन्डामेन्टल्स। दे taught all their modern technical courses into their mother tongue. And there is economic reason to teach the most sophisticated subject in their mother tongue is highly cost effective. थोरै खर्चमा पुग्छ। नेपालीमै पढ्न पाउने भएदेखि एकदम गाउँतिरबाट आएका मान्छेहरू नि अहिले धेरै डाक्टर भइसक्थे, इन्जिनियर भइसक्थे। र अहिले जो डेभलपमेन्ट, म इकोनोमिक्सको स्टुडेन्ट पनि भएको हुनाले तपाईले गुगल गरेर हेर्नुभयो हुन्छ, यसमा मेरो एउटा पेपर पनि छ, त्यो ह्युमन क्यापिटल फ्लाइट भन्ने टाइटलमा धेरैवटा इन्टरनेसनल त्यो रिसर्च आर्टिकलहरुमा 2008 तिरको पेपर हो। दिज आर फ्यु इक्जाम्पल। अनि अहिले हामी रोइरहेछौँ नि, हाम्रा युवा केटाकेटीहरू विदेश गए, हाम्रो उद्देश्य नै पठाउने थियो नि त डे 1 देखि। तपाईं अंग्रेजी पढाउनु भयो, अंग्रेजी गीत सुनाउनु भयो, अंग्रेजी एबीसीडी पढाउनु भयो भने जस्तो त्यो अंग्रेजी बोलिने देशमा जान्छ नि त भने त्यो जाओसै भनेर हामीले सुरु गरे होइन र? एजुकेसन सिस्टम उनीहरुका लागि डिजाइन गरे होइन र? हामीले हाम्रा लागि एजुकेसन सिस्टम कहाँ डिजाइन? देन कम्स द क्वेशन अफ पेट्रियटिज्म। त्यो कल्चरको पार्ट चाहिँ पेट्रियटिज्म भएन भने, राष्ट्रभक्तिको भाव आएन, अंग्रेजी चाहिँ नि गाना चाहिँ नि नर्सरीदेखि सिकाउनु हुन्छ, अनि तपाईं देउडा टप्पाडा हुड्कामा के फरक छ भनेर सोधेर हेर्नुस् यहाँ भएका धेरैजना पीएचडी लाई। व्हाट इज द नुआन्स डिफरेन्स अफ दिस 3 टाइप्स अफ फोक सङ? ल कसले भन्न सक्नुहुन्छ मलाई के फरक हो? वान फन्डामेन्टल डिफरेन्स के हो एक्सेप्ट रिजनलिजम? छैन। भने के हो भने त्यसमा हामीलाई इन्ट्रेस्ट नै छैन। सुपरफिसियल कुरा गर्छौं, कहिलेकाहीँ यस्ता कन्फरेन्स पनि गर्दिन्छौं र इन्टरनली फिल गर्ने माई आइडेन्टिटी इज दिस एन्ड आई आइडेन्टिफाई विथ दिस। मेरो पहिचान यो हो र त्यसलाई मैले ओन गर्छु।
भन्ने भावना नभइकन हामीले देशको अस्तित्वको बारेमा कुरा गर्यो, कसैले बलजफ्ती यो देशलाई माया गरिदियोस् भनेर आज इच्छा गरेर हुने अवस्था छैन।